कतै न कतै नेपाली जनताले तपाईँ आघात पुर्याउनु भएका छन्, नेपाली जनताको चित्त दुखाउनु भएका छन्। यदि यो ठाउँमा पुराको नेपाली जनताले भोट दिएर तपाईलाई मध्य प्रदेशको मुख्यमन्त्री बनाएको भारतको जनताले होइन, नेपालीको। यदि तपाईलाई साथ सहयोग चाहिन्छ भने नेपाली जनताको चाहिन्छ, भारतको जनताको होइन। यो कुरा तपाईँ कहिले पनि नभुल्नुहोला। नमस्कार, आज म देवनारायण फेरि तपाईहरूको बीचमा उपस्थिति भइसकेको छु। आज मेरो विषयवस्तु छ मध्य प्रदेश सिराहा जिल्ला फुलबारी धाम नजिक बाबा साहेब अम्बेडकरजीको नाउँले पार्क निर्माण गराउँदै हुनुहुन्छ डाक्टर सीके राउत र जनमत पार्टीका मुख्यमन्त्रीज्यूहरूले। यो कुरा सुन्दा वास्तवमा मलाई साह्रै नै चित्त दुख्यो। यदि नेपालको भूमिमा यदि तपाईँ पार्क बनाउनुहुन्छ भने नेपालका इतिहास झल्किनु पर्यो, नेपालका विद्वानहरूको कीर्तिमान विषयवस्तु झल्किनु पर्यो र फुलबारी धामको आफ्नै महत्त्व छ, आफ्नै इतिहास बोकेका दैविक स्थल हुन्। उहाँको सल्हेस टुरिज्म भनेर स्थापना गर्नुहोस् र राजा सल्हेस जीको तपाईँ इतिहासका चित्रणहरू वहाँ स्थापित गर्नुहोस्। उहाँको मान्यता थियो कि पृथ्वीमा बसोबास गर्ने सम्पूर्ण प्राणीहरूको आफ्नै स्वतन्त्रता हुनुपर्छ, प्रकृति आफैमै स्वतन्त्रता रूपमा फैलाउनु पर्छ र यो संसारमा बसोबास गर्ने सम्पूर्ण वर्ग, जनजाति, पिछला वर्ग र गरिब र दलितको आफ्नो स्वतन्त्रता हुनुपर्छ। उहाँले आवाज उठाउनु भएका छन् र उहाँले आफ्नो इतिहास रचेका छन् र उहाँहरू महान आत्मा आज देवताको रूपमा परिवर्तन भएका छन्। उहाँका महान कार्यहरूलाई तपाईँ चित्रण गर्दै झल्काउँदा टुरिज्म क्षेत्र घोषणा गर्दा तपाईँ एउटा नेपाली जनताको मनमा बसोबास गर्न सक्नुहुन्थ्यो। आज नेपाली भूमिमा तपाईँ भारतका विद्वान व्यक्ति र संविधान लेखकको नाउँले पार्क बनाउँदा कतै न कतै नेपाली जनताले तपाईँ आघात पुर्याउनु भएका छन्, नेपाली जनताको चित्त दुखाउनु भएका छन्। यदि नेपालको 77 जिल्लाबाट तपाईँ कुनै एउटा विषयवस्तु रोजेर मध्य प्रदेशको सिराहा जिल्लामा यदि टुरिज्म भएको नाउँमा यदि स्थापित गर्नुहुन्थ्यो भने नेपाली जनता खुसी हुन्थ्यो। आज तपाईँ इन्डियाको एउटा विद्वानको नाउँले पार्क निर्माण गर्दा कतै न कतै तपाईँ नेपाली जनतालाई चित्त दुखाउनुहुन्छ। तपाईलाई यो ठाउँमा पुराको नेपाली जनताले भोट दिएर तपाईलाई मध्य प्रदेशको मुख्यमन्त्री बनाएको भारतको जनताले होइन, नेपालको जनता हो। यो कुरा तपाईँ कहिले पनि नभुल्नुहोला। भोलिका दिनमा यदि तपाईलाई साथ सहयोग चाहिन्छ भने नेपाली जनताको चाहिन्छ, भारतको जनताको होइन। यो कुरा तपाईँ कहिले पनि नभुल्नुहोला। यदि नेपाली भूमिमा तपाईँ वास्तवमा विकास गराउन चाहनुहुन्छ भने ऐतिहासिक र दिव्य स्थलहरूको स्थापना जुन लुप्त भइरहेका छन् उनीहरूलाई संरक्षण गर्ने, त्यो विषयवस्तुलाई संरक्षण गर्ने र नेपालमा नेपालको भूमिमा नेपालका इतिहास झल्किनुपर्छ मलाई लाग्छ। कृपया नेपाली जनताको भावनासँग खेल्ने काम नगर्नु। धन्यवाद।